सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी कटारी नगरपालिका वडा नम्बर 4 कोपिला टोलमा छौँ। यहाँ चाहिँ एकजना दाईको अवस्था एकदम नाजुक देखियो। उहाँको घर पनि यस्तो खालको छ र चाहिँ दाई लडेर 2 वर्ष अगाडिदेखि पुरै थला पर्नु भएको रहेछ। उहाँको खुट्टा चाहिँ पुरै गनाइराखेको छ। आदरणीय महानुभावहरू, उहाँ चाहिँ पुरै चाहिँ खुट्टा क्यान्सर हुने अवस्था। उहाँको चाहिँ एकदम नाजुक अवस्था, लगभग क्यान्सर भइसकेको जस्तो देखिन्छ। उहाँको उपचार गर्ने अवस्था पनि छैन। यी घरको अवस्था यस्तो छ। खुवाई देखाउनुहोस् त। खानेको हिसाबमा भने नि उहाँहरूले यस्तो गरी खानुहुन्छ। यो यस्तो छ अवस्था। उहाँहरू यस्तोमा सुत्नुहुन्छ। आदरणीय महानुभावहरू, यसो गरी खानुहुन्छ। बिरामीले खाने खाना यस्तो होइन। उहाँहरूको सुताइ यहीँ हो, यही भुइँमा सुत्नुहुन्छ उहाँहरू। त्यो हिसाबले तपाईँहरू सहयोगी मित्रहरूले पनि यसमा हेल्प गर्नुहुन्छ भन्ने लाग्छ। उहाँहरूको घर यस्तो छ। अहिले जाडो अवस्थामा पुरै खुल्ला यस्तैमा बस्नुहुन्छ उहाँहरू। उहाँहरूको सुताइ यस्तो छ। के छ, तपाईँ केही भन्नु न। या दुःख छ नि हजुर, के गर्नु। यस्तो समस्या छ। या भुइँमा सुत्छु, सर्पले तोक्छ कि केले तोक्छ, दुःख छ। यस्तो समस्या छ। अब खानापिना छैन, काम गर्नु सक्दैन, अब पनि सक्दैन, के गर्नु। तपाईँहरूले कसरी खाइराख्नु भएको त अहिले? अनि अब दुःख गरेर काम गरेर कसैले 50 रुपियाँ कसैले के दिन्छ। अनि त्यही दुःखले त खानु पर्यो। अब के गर्नु। तपाईँ के छ तपाईँको अवस्था भन्नुहोस् त। हिँड्नु सक्दैन कोही न। एक ठाउँ बसेपछि बसेको हजुर। के भएको खासमा तपाईँको? यो खुट्टा यस्तो छ। के भएको? यो लडेर खुट्टा भाँचेको। अनि यो स्टिल निकाल्न पाएन, यस्तो भएको छ। के दुख्छ? दुख्छ त। के हस्पिटलले के भनेको छ? कति खर्च लाग्छ भने? कति लाग्छ? काँटी, यहाँको काँटी निकालिदिएको छ। त्यही हस्पिटलमा सर्भिङ गर्दाखेरि। सरकारी हस्पिटलले? यहाँ त अब दबाई नै दिँदैन। त्यो गएको लगेर त जहाँ छ त्यहीँ जानु अरे। सरकारीमा जहाँ उपचार गरेर त्यहीँ जानु भन्छ। के गर्नु। अनि के छ? अनि अहिले कसरी खाइराख्नु भएको छ? ल्याउँछ बुढीले उता। तपाईँ के भन्न चाहनुहुन्छ? अब के गर्न चाहनुहुन्छ? अब यो निकाल्दिए त हुन्थ्यो नि। के भन्न चाहनुहुन्छ सम्पूर्ण सहयोगी मित्रहरूलाई? यो चाहिँ स्थानीय तह र चाहिँ नेपाल सरकारलाई के भन्न चाहनुहुन्छ? यो अब हामीले सहयोग गर्नु पर्यो। सहयोग गरेर मलाई यो निकालिदिए त हुन्थ्यो। धेरै खुसी पनि हुन्थ्यो। म यतिमा छु। म तपाईँको मेन कुरो उपचार भइदिएदेखि हुन्थ्यो भन्ने छ। हजुर। ल ठिक छ। तपाईँहरूको सुता यहीँ भुइँमै हो होइन त? केही छैन, दुःख पाएको छु, के गर्नु। सबै कुरो बुढाको खुट्टा राम्रो हुँदा त गर्थ्यो नि। बेरा पनि लाउँदैन, छोराहरूले गर्दैन, के गर्नु। दुःख छ। अब सबै होर पुर्नु पर्छ, सबै निप्नु पट्नु पर्छ। एक्लैले म के गर्नु। आफू पनि सन्चो छैन। अब यताको निप्नु छ, उताको पछाडि, के गर्नु। धेरै समस्या छ, के गर्नु।